सेवा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्दै आज चाहिँ हामी अदुवा गोड्नु जाँदैछौँ। अब चाहिँ अदुवा गोड्ने बेला पनि गयो नि त। आजबाट चाहिँ सुरु हाम्रो अदुवा गोड्ने। हेर्नु सक्नुहुन्छ काममा जाने बाटो यस्तो छ नि। आजबाट चाहिँ हामीले अदुवा गोड्नु थालेको यहाँबाट यसरी तल तलसम्म रोपेको। यो लेलेमा त पहिले खुट्टातिर हाततिर मुसा आएकोमा पो लाउँथ्यो टाउको यस्तो। निको हुन्छ तर अहिले मेरो पनि यहाँ खुट्टामा आएको छ यहाँ सानो। मेरो त माग्छ त नि घरमै आएको छ जस्तो कष्ट राखै हरायो 6 वर्ष कि 7 वर्ष धेरै लाग्दो रहेछ। मेरो खुट्टामा पनि त यति लामो निस्केको 5-6 वर्ष त पनि हरायो छैन। मेरो पनि 1 वर्ष जति भइसक्यो निस्केको छ। हराउँछ 6-7 वर्ष 5 वर्ष 3 वर्ष 4 वर्षमा हराउँछ। होइन खुट्टातिर भने त ठिकै नि, धारमा त यत्रो अब एकालामा यति बाँकी रह्यो। यति पर बाटो गर्दै ल्याएको हामी चाहिँ अदुवा गोडेर पनि फर्किँदैछौँ। अनि यो हेर्नु सक्नुहुन्छ लटे आया लटे। अनि यो यसको काँडा पो हुन्छ त। अनि यो बनेपा यसको नाम चाहिँ चिन्नुहुन्छ कमेन्ट गर्नु यसको नाम। हाम्रोतिर चाहिँ बनेपा कि बनेपा भन्दो रहेछ। अनि मम्मीले चाहिँ काँडा गोरुको घाँस आफ्नो ड्युटी। रोशन चाहिँ पाठाहरूलाई म चाहिँ खाना सब्जी पकाउनु पर्ने गएर। तपाईँहरू कसलाई मनपर्छ अकबरी खोर्सानी? गर्मीले मरियो ल। कुहिरो हेर्नु न पछाडि यस्तो आउँछ नि हाम्रोतिर त कुहिरो पनि। डर पो लाग्छ कसलाई डर लाग्छ यस्तो कुहिरो बसेको बेला तपाईँहरूलाई एक्लै हुँदा भन्नु त। मलाई त डर पो लाग्छ त। अन्ति आएको यहाँ पनि नदेखिने मान्छे नै देखिँदैन। अनि एक्लै हुँदा त पिकी जस्तो साह्रो हिँड्नु नसकेको खानामा चाहिँ म चाहिँ उकालो हिँड्दैछु है। फटाफट हामी चाहिँ आजबाट अदुवा गोड्नु सुरु गरेको। कहिले सकिन्छ थाहा छैन। अनि फेरि एकछिन उब्छु अदुवा मात्रै गोड्ने काम भए त छिटो सकिन्थ्यो कि। दिउँसो एकजना गोठाला जानुपर्छ। अनि सुँगुरलाई चारोहरू पनि टिप्नु पर्ने छ। भ्याइँदैन लक्ष्मी दिदी भात पाक्यो? अदुवा गोडेर आउँदै गरेको के को सब्जी? अनि हामी चाहिँ अदुवा गोड्दै गरेको। यो भिडियो चाहिँ मैले अस्ति बनाएको थिएँ कि यो आदि अगाडिको चाहिँ। अनि गाउँमा त के कराउँछ। अनि आज चाहिँ म अदुवा गर्नु गइनँ क्या। दिउँसो मलाई त रुगा मार्की त्यति साह्रो बनाएको छ नि। रुगा मार्की लागेर ज्वरो आएर आँखाहरू पनि रातै भयो कस्तो आँसुसरी भएको जस्तो भइरहेको छ। यति गाह्रो बनाइरहेको छ। ज्वरो बाहिरी चाहिँ छैन होइन। म चारो पकाउँदै गरेको हात पनि कालै छ है। म चारो बसाएर आएको नि त यहाँ भिडियो इन गर्छु भनेर। अनि बाहिरी चाहिँ ज्वरो छैन तर पसिना आएर
यति धेरै गाह्रो बनाइराखेको छ नि सेक्सीवाला रुगा मार्गी अनि आज चाहिँ बल्ल बल्ल लाइन आयो नि त अनि भिडियोहरू एडिट गर्नुपर्ने थियो अनि इन्ड पनि गर्नुपर्ने थियो अनि एकछिन चारो बसाएर यहाँ आएर म चाहिँ भिडियो इन्ड गर्छु भनेर क्या मार्गीले यति गाह्रो बनाइरहेको छ साँच्ची होला मलाई मार्गीले यति धेरै गाह्रो बनाइरहेको छ नि नाकाहरू पुरै रातै भइरहेछ आँखाहरू अनि अब चाहिँ म यो चारो पकाउँछु खाना पनि पकाउने बेला हुनु लाग्यो अनि हाम्रोतिर चाहिँ कति धेरै पानी परेकै छ अनि लाइन गएकै छ क्या अनि यति भन्दै आजको लागि चाहिँ यति नै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला भन्दै बाई साथीहरू।